आज चाहिँ हामी निङ्ग्रो खोज्न आएको छौँ र यति साह्रो पाइसक्यो निङ्ग्रो। यहाँ चाहिँ निकै रहेछ, एकैछिन पाएको। मम्मीलाई बोलाउनु म बोलाउनु मम्मीलाई। निङ्ग्रो चाहिँ पुरा रहेछ। यहाँ अलिक छिपेको रहेछ हो, तर पनि पत्ता छिन्दै पत्ता केलाउँदै खाँदा हुन्छ। यस्तो जङ्गलमा छौँ है अहिले चाहिँ हामी। नानी लड्छ, उही लड्छ। मम्मी बोलाउनु छिटो। अस छु छु टाइगर टाइगर रहेछ। उही उही चालिवान चालिवान। उही उही बस 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 नचले यता नचले। सुन्ता 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 होइन त सुन। चालिवान 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 आउ नानी छिटो आउनु न हौ। अहिले चाहिँ हामी यो डेन्स फरेस्टमा छौँ। नानी फ्याल न त्यो निङ्गुरिया 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 निकै छिपिसकेको। ओ नानी ओ मम्मी कम फास्ट भन नानी। त्यो चिलाउँछ मलाई त्यो झुसले, जिउमा त टालिनु भएन नि। नानी ओ क्यारी हाउ आर यु फिलिङ हो? यता हेर्नु न क्यारी, यता हेर्नु न। गएको है पापा त्यसो भए गएको ल। नकुदा नकुदा। आउनु आउनु। अब लड्छ क्यारी, यो ओह्रालो त भिर छ यहाँ नि त। नानी लड्छ। लड्छ यति पाएको खालि हो। एकैछिन कति पाएँ अन्त कति होला यो मैले माथिदेखि लिएको। लु आउनु जो। आज चाहिँ हाम्रो एकदम अर्ग्यानिक खोजाइ हुँदैछ। यहाँ मेरो बेबीले चाहिँ उयो पक्रेको छ, देखाइदिनु के छ यहाँ अर्ग्यानिक। हो यहाँ चाहिँ अर्ग्यानिक। अर्ग्यानिक मात्रै हामी त खान्छौँ है। ऊ यहीँ पनि निङ्गुरिया निङ्गुरिया। हामी डाँडामा जाँदैछौँ। मच्छरले कानमा पाउँछ। यहाँतिर कति धेरै चाहिँ छिपेछ नि नानी। आइस चालिवान चालिवान छोडिदिनु, चालिवानलाई छोडिदिनु। चालिवान चालिवान आइस बस 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 चालिवान बस बस। अब जी हेर्नु नि हौ यसरी क्यामेरामा चाहिँ यसो गर्छ नि। चालिवान बस चालिवान बस 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 बस। जा तिमीहरू उता बस चालिवान बस बस बस। ठुलो छ भने चाहिँ देखाउनु भइहाल्छ नि। यहाँ हात दे हात दे, यो हात दे, अर्को हात भएन हौ। मेरो ट्यालेन्ट सो गरिदिउँ भनेको त कुकुरहरूको। के चाहिँ
यहाँ त रिमेम्बर हुन्छ र पो गरिरहे त नानी पछि बुढी हुन्छ होला त तपाईँ पनि यसो हेर्दा मजा लाग्छ होला त हेलो त्यो कालो पनि यहाँ पारितिर चाहिँ घरहरू छ गाउँहरू यो सालमीहरू चाहिँ पहिला हाम्रो पापाहरूले चाहिँ रोपेको अरे पर छेउडी बेरदेखि ल्याउँदै त्यो बेला चाहिँ घाँसहरूको दुःख हुँदा चाहिँ यसरी रोप्थेन अरे भन्छ यो चाहिँ हाम्रो पुच्छर बारी हो यो सालमीहरू सबै रोपेको लु चाली बस 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 चाली बस हात्दे माथिको यो टोक 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 यसले धेरै एउटा कुरा सिक्दैछ यो हात दे मुनिको यो 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 दे यो हात दे यो गुड उठ आइस बस 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 के भन्दैछ मेरो बेबीले मेरो नानीले चाहिँ कहाँदेखि सुनेछ हेलो गाइस भन्नु अन्त त हेलो गाइस साह्रो भन्छ ले भन त हेलो गाइस गरिदेऊ क्यारिन हेलो गाइस भनिदिनु न सरम भन्छ खै अब चिजहरू देखाउँ त कति छ फेरि पनि ब्यागमा पनि छ माथि पनि राखिरहेछौँ टिपेर खै ब्यागमा हालौँ टोटल कति छ उता मजाले फर्किनु नि हौ हो साङ्लेहरू ब्यागदेखि आउँदैछ त हौ टोटल चाहिँ हाम्रो यो भित्र पनि छ यो एकछिन त साङ्ले यिनीहरूलाई मजा आएर सबभन्दा बेसी मजा त यिनीहरूलाई आइरहेछ आउटिङमा आएर ओइ वाइ 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 यो चाहिँ बिमारी छ अन्त भर्खर भर्खर तङ्ग्रिनु खोज्दैछ एकदमै बिमारी छ खै यो पनि बसिरहेछ यसले फेरि आरिस गर्दैछ यो चाहिँ यसको बच्चा जस्तो देख्छ चालिवन आइज चालिवन बस 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 यो यिनीहरूले डिस्टर्ब गरिदिन्छ नि यो चालिवनलाई चाहिँ म सानैबाट सिकाउँदैछु र धेरै सिकेको छ यसले अलिक यो भित्रदेखि यो अलिक बाठे छ अन्त यो चाहिँ लास्ट बाठे छ सबभन्दा बाठे चाहिँ चालिवनै भएको छ यो चाहिँ एउटै देख्छ चालिवन र यो तर हामी एउटै माउको होइन अनि यो पनि यसको माउ होइन यो पनि केटै हो चालिवन पनि केटै हो अनि यो चालिवन चाहिँ मैले लिएको त यो चाहिँ पहिला जेसनले लिएको यो पनि जेसनले हेऱ्यो ठिकै छ ओइ नचाट्नु के चाहिँ कस्तो दामी देखेँ त्यही भएर त भिडियो गर्दै बसेको यो चाहिँ 3 नम्बर वार्ड पर्छ अहिले हामी उभिरहेको 1 नम्बर वार्ड त यो पनि 1 नम्बर वार्डै हो यहाँ परको यहाँ जङ्गलले गर्दा घरहरू देख्दैन र यहाँ छ 1 नम्बर वार्ड 3 नम्बर यो 3 नम्बर वार्ड हो यस्तो चाहिँ पछि रिमेम्बर हुन्छ है यस्तो छ चुम्बुङ चाहिँ एउटा एस्पिरेसन ब्लक परेको त्यही भएर अहिले डेभलप हुँदैछ पहिलाभन्दा अहिले चाहिँ धेरै डेभलप भइसकेको छ पहिला चाहिँ यस्तो थिएन अहिले चाहिँ डेभलप मजाले नै भइरहेछ यो डाँडाहरू साइडहरू स्कुलहरू यता छ देख्दैन तर यो जङ्गलहरू देख्नु भएको डल्लैमा घरहरू छ तर जङ्गलले गर्दा देख्दैन हो अन्त यो पारीतिर पनि घरहरू छ तर जङ्गलले गर्दा देख्दैन यहाँतिर डल्लै घरहरू हो अन्त यहाँ पनि छ हाम्रो घरहरू छ डेम्मी फिलहाल बनिँदै गरेको अन्त यता तालेगाउँ साइडमा चाहिँ यसलाई चाहिँ 3 नम्बर वाटै हो तालेगाउँ साइड यहाँ पनि डेभलप हुँदैछ पहिलाभन्दा धेरै रमाइलो भइरहेछ अन्त हामी बस्दै गरेको 1 नम्बर बाटो
यो डल्लै उकालो जङ्गल छ तर यो जङ्गल माथिदेखि चाहिँ घरहरू देख्न थाल्छ मेरो छोरीलाई ल गाइदिनु नानीहरू दुईजना बेबी र नानी चालिवान आइज चालिवान 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 नि आइज चालिवान चाहिँ भाग्नु खोज्दैछ चालिवान आइज चालिवान ल नानी गाउनु त ल गाउनु त ल छिटो न यहाँ चाहिँ मेरो बुढीको हालत चाहिँ यस्तो चाहिँ यो चार्लीवान अल्झिन्छ होला हौ उयोमा लाग्यो नि यहाँ त भित्रमा छोडिदिन्छु ए यो यहीँ रहेछ यो चाहिँ हाम्रो टाइगर साप चाहिँ यतै छ यो चाहिँ खास चाहिँ यसको नाम चाहिँ टाइगर भन्दा चाहिँ सुहाउँदैन होला तर पनि यसको नाम चाहिँ टाइगरै हो यसको जिउ चाहिँ कत्रो भने ऱ्याबिट जत्रै नै छ तर नाम चाहिँ टाइगर छ बनाऊ नि त भिडियो मेरो यो चाहिँ पछि बुढो भएर हेर्नुहोस् परसम्म जाने नानी अन्त डान्समा कति रात परिसक्यो नानी पापा भएको नानी आम्बो चालिवानहरू त कहाँ पुग्यो त देख्यो अल्झिन्छ नि यो देखेन ल वचन गाउनुहोस् दुईजना I have joy in my heart, Jesus loves me. I have peace in my heart, Jesus loves me. Peace in my heart, Jesus loves me. Yes, He loves me, Jesus loves me. फ्यामिली फोटो पर्दैन के भन्छ होला नि लाजै लाग्छ हामी चाहिँ तर अब मोडर्न प्यारेन्ट्सहरू मोडर्न जमानाको फ्यामिली पऱ्यो त्यो भएको कारणले चाहिँ अब जङ्गलमा पनि भिडियो बनिन्छ दुःख पक्रिन्छ नि जाउँ उयो लास्ट उयो खोल्छसम्म जाउँ त्यहाँदेखि फर्कौँ टाइगर खै आयो होला हौ हेर्दैछु नि आयो भने आयो नभए अहिले चाहिँ हामी फेरि पर खोल्छ जाँदैछौँ आउनु अब चाहिँ कन्फर्म आउँछ यो चाहिँ ब्याक क्यामेरा हो होइन अगाडिबाट चाहिँ अलिकति मधुरो आउँछ चाहिँ पछाडिबाट खिचेको त्यो भएर पछाडिको ल्यान्डस्केप मोडमा छ अहिले पनि हो यहाँ दाउरा काट्नु को आउँछ रहेछ हौ यहाँ चाहिँ अझै पनि मान्छेहरू दाउरा काट्नु आउँछ रहेछ कहाँ हो यो त हाम्रो पर्दैन नि पहिला चाहिँ यो पनि बारी भन्थ्यो अहिले त भिर भन्दा पनि हुन्छ पहिला त यहाँ चिल्लै हामीलाई उयो खोल्सामा लास्ट छ आउनु नि ट्रस्ट मी काटेको त समय कहाँदेखि कहाँ पुगिसक्यो यतातिर हामी यहाँ सर्न आएको मैले बिहा उसलाई गरेर पनि लिएको है मैले यो जरा यहाँ के हो त तपाईँले चिप्लेर उयो स्पिकर फुटाइपठाएको रहेछ कि मैले हो तपाईँले यस्तो लाग्छ निङ्गुरो मैले त्यसै भनेको थिएँ नि निङ्गुरो पाउँछ नि त मेन चाहिँ अर्ग्यानिक मात्रै खाल्दैछ अन्त अहिले चाहिँ च्याउको पनि सिजन भइरहेछ नाम चाहिँ याद छैन त्यो च्याउको तर यता रातो च्याउ पाउँछ यहाँदेखि माथि आम्मामा हो यसरी लोप भन्ने कुरा चाहिँ यस्तो हुन्छ यस्तो अप्ठ्यारोमा म चढेँ तर यस्तो यहाँदेखि
खुट्टा चिप्ल्यो भने ब्लङ्गै यहाँ हो। तर अब उकालो उकालो देख्नु थाल्यो चढौँ कि झरौँ भयो। अब यसो लोपलाई पछाउनुपर्छ होला। नानी लड्छ है नानी, त्यो ओह्रालो त डरलाग्दो पो छ है। अब्बुई एउटा क्यामेराम्यानमा चाहिँ अब कस्तोमा म चढ्दैछु तपाईँहरूले देख्न सक्नुहुन्थ्यो। टिपिसक्यो भने आमा ओ नानी अब यति छ त। आज चाहिँ साँच्ची भएको कि किलोको हिसाबमा भयो त 10 किलो जस्तो चाहिँ निग्रो पाउने रहेछौँ। अब यहीँ छ, यहीँ छ, यहीँ छ। यो त तर खेल्दा भयो, यस्तो त खाँदै हुँदैन। यहीँ छ, यहीँ छ। माथि पनि रहेछ है, यहाँ पुगेको रहेछ तर होस् पुगेको। हेर्नुहोस् अहिले भर्खर खोजेको यत्रो भइगयो। यहाँ पनि पाइहालेँ। नर्छ है तपाईँको निङ्ग्रो चाहिँ रेल्ला पायो है। निङ्ग्रो चाहिँ रेल्ला यता साइड आउनुपर्ने रहेछ त। आमा हेर्नु यहाँ दुईवटा बेरिरहेछ। निङ्ग्रो तान्दै आमामा काँडा चाहिँ झन्डै झुन्डा हो कस्तो। म चाहिँ निङ्ग्रो भेटेपछि त यसरी एकाउरे खोज्ने मानिस हो। हो वेट, जस्ट वेट अ मिनट। आया भयो भयो क्या प्रभु कति महान भयो क्या प्रभु। यो मुनितिर पनि छ टन्नै, आँखाले देख्दैन। के गर्यो बाजे आएन नि? अब नानी चाहिँ यस्तो भइसकेको छ है। नानी नरुनु न, लु यो झोलामा ब्याग। नानी ओपन दि भन्छ नानीलाई। ओपन इट भनेको चाहिँ ओपन दि दिइहाल्नु नि। के माग्दैछ त्यति दिइहाल्नु। ए निङ्ग्रो त नदिने, यहाँ छिप्पु छ नि यसमै। अब्बुई किरा नानी, निङ्ग्रोमा त किरा पो हुन्छ है, टोक्छ। ल म चिल्ली कहाँ चिल्ली यसुको नाममा आमेन। खै कहाँ भन्नु त, कहाँ चिल्ली? यहाँ यो ल उयो दिन्छु नि भन्छ नानी, उयो दिन्छु नि। ल उयो खाने नानीले मिठी खाने। यो चाहिँ पर्खिरहेको छ आजसम्म पनि। अब हामी चाहिँ फर्केको है। ल गएको है, म त गएको है। छिटो 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 रन 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 रन। अब हेरेँ म तिमीलाई एकैछिन दामी चिसोमा 1 2 3 4 4 5 6
नानीलाई फकाउनुको लागि चाहिँ यति कुरो गर्नुपर्छ है बाउले खुसी यति नै खुसी खेलेको ल पक्कै ल दामी दामी पहिला त नि यो जङ्गल नहुँदाखेरि त यिनीहरू सबै देख्थ्यो अरे हो मम्मीले पर्खिरहेको रहेछ भिछै नानी त्यो चरा थियो तिमीले यतापट्टि हेर्नु नि यता पो जान्छ त बक्स उभ्याउँछ त्यसो गर्छ छोडिदिनु छैन नि सानै अनि टिप्नु नि अन्त खै उठ्नु नि हो अन्त क्यारी फिस देखेन हो राम्रो ये देखो ये है फिश ये पत्ता हटाओ गडला हाल्दे बुझ्यो उयो के यत्रो पछि गयो त्यो पानी उता कुनामा हेर्नु त बाँस हौ त के हो त्यस्तै उडी गयो पाहा होला यहाँ तल कुवामा हुन्छ पढेर त लु जाउँ चली आइज पढ तैँले चाहिँ यसले चाहिँ मेरो चार्लीलाई चाहिँ कहाँ पुऱ्यायो मेरो चार्ली भन्ने खेल्ने निउले त्यो चार्ली त आप भाग्यो नि यो जाउँ छोड्दैन हौ नानी बोक्ने मम्मी जाने कि पापा पापा की मम्मी हाँ पापा की मम्मी हाँ पापाले बोकोस् कि मम्मीले हाँ बोलो न यार मम्मीले कि पापाले लाने पापाले कि मम्मीले एकछिन बोक्नु ल आफै बोक्ने ल त्यसो भने मैले त्यसो भनेको चाहिँ मलाई लु साँच्चै याद छैन जित्ने अहिले चाहिँ खेतीहरू हुँदैन रहेछ यसरी घाँसै घाँस हुन्छ बारीभरि नभए चाहिँ पहिला चाहिँ यतै बारीहरू हुन्थ्यो हो अहिले चाहिँ तपाईँको सबै घाँसले ड्यामै घाँसले भर्यो दादाले उयो पुरा त्यो टाँकीको बिउ घाँसै घाँस ल छिटो
ए उयाँ रहेछ त नानी च्यारम टिप्ने Songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Night spills the velvet dark, etching Finished? patterns, Finished. leaving its Finished? भाषामा मिनिस्ट The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune मच्छरले टोकिरहेछ यसको नाक उयोमै in the rhythm यो of the stars and the moon. Teach me the language of यो हेरेर त डल्लै घाँस छ पहिला खेती हुने जग्गा चाहिँ अहिले trees that live घाँसै घाँसले भरेको छ of the breeze. अहिले कमाउने भने चाहिँ यति मात्रै यहाँ 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 छ The dawn अदुवा paints gold on the mountain's crown, ल जाउँ नानी while rivers whisper truths as ए they थाक्यो flow down. खै यहाँ आउनु म बोकिदिन्छु Their songs entwined, त्यहाँ अब भनाइ मात्र हो भन्ने गीत छ नि त्यसैले nothing मैले कहाँ थिएँ बोकेको त्यो पनि विचार गर्नुहोस् है ल echoing step ताराफुल on the forest floor opens a world through an ancient door. The हो मच्छरले कस्तो खायो silence alive, yet brimming with sound. In the arms of solitude I am found. Oh, whisper नानी जाउँ जाउँ त्यता होइन है ल जाउँ है sing me your tune. मैं अपनी दया से तूने Teach me the मांगने से ज्यादा मिला stories that मुझे अच्छा चालीवान 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 अच्छा चालीवान 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 टाइगर अच्छा 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 ला चालीवान चालीवान जिउ चिलाकोलाई मर्छ चाहिँ बस 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 अझै यो भागेर आइस होइन मर्छ चाहिँ लु लु जाउँ नानीलाई बाख्रो यो पनि अघि टिपिरहेको नानी हिँड लड्छ नि त हौ यो नानी यसपालि चाहिँ हाम्रोमा मारिदिइहाल्नु के खिच्यो छोडिदिनु मच्छरले निधारमा खाइरहेको रहेछ त्यही खिचिदिनु भन्दैछ यहाँ चाहिँ हाम्रो अनारस चाहिँ यति बिग्न भइरहेको छ यहाँ चाहिँ अनारस चाहिँ यहाँ बढी छ अनारस पर पनि फलिरहेछ पुरा अनारस चाहिँ तर के बाँदरले सेटिस खाइदिइहाल्छ योग्यता से बढ के दिया नानी यहाँ चराको बच्चा रहेछ यो उयोमा उडे यो उयो भित्र रहेछ ओइ ओइ यो दुईटा साह्रो चल्छ मैं अपनी दया से तूने मुझे यहाँ चाहिँ बाख्राहरू छन् ए छैन चर्नु गएछ बाख्रास बाख्रास एन्ड बकरिस आइस आइस ल मे ल आइस आइस ल आइस
यिनीलाई प्र्याङ्क गर्दैन आइज ल आइज 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 पाउँछस् खानु आइज हामी चाहिँ कहाँदेखि कहाँ आइपुग्यौँ यहाँ पनि छ These are खसिस म्याक आइज आइज म्याक 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 यहाँ छ खसी चाहिँ जुङ जुङ फेरि साथीहरूलाई ट्रेनिङ बस 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 चाली बस बस चाली भने बस 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 के त मात्रै सुन्दैन कि यसले आदि अर्को अर्को दे अर्को दे अर्को दे यो दे यो यो गुड अरू पनि ट्रेनिङ छ त्यो चाहिँ अब यसरी हुँदैन दुई हातले गर्नुपर्ने छ ट्रेनिङ अन्त मात्रै मान्छ एकै हातमा मान्दैन भयो गुड हुन्छ है ए सुत 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 नो 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 चाली नो 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 उठ 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 आइस उठ ल भयो अब यो टोक ल यो टोक्ने यसको एउटा छ अझै ट्रेनिङ टोक यस्तो छ नि त टोक 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 ल टोक आँगर आँगर ए नो चाली भने यहाँ ऊ भाग्यो एक हातले त्यस्तो हुन्छ नि त नभए चाहिँ यसले अझै एउटा गर्छ कि यहाँ बस सिट 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 बस बस अहिले कुट्टै खान्छ चाहिँ होस् यसले साह्रो दर बेसी दर पनि दिनु हुँदैन घुम 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 चाली घुम यस्तो त छ जा उता जा उता जा उता जा आइज निङ्ग्रो चाहिँ लु नभएको पनि 7-8 किलो चाहिँ लिएको छु नि ब्यागभरि छ के हुन्छ सपना हो या विपना हो लु बस चाली बस 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 चाली बस बस यस्तो छ नि त्यस्तो त हुन्छ नानी लड्छ हुन्छ नानी नो होस् न मामा होस् न मामा ट्राई गरौँ न खै यहाँ हाल्नु त कति पर्छ फाइनली अब हाम्रो प्रडक्ट देखाउँदैछौँ तपाईँहरूलाई अब के लाउँ न अन्त यहाँ के लाउँदा हुन्छ नि केही भारी बात छैन भारी बात कोई नहीं है टेंशन का बात नहीं है ना जी ये टेंशन का बात है भुइँमा झऱ्यो ल यो चाहिँ हाम्रो भयो अर्ग्यानिक निङ्ग्रो छ चिलेको यसलाई अघि फुलिरहेछ त्यो चाहिँ आई डोन्ट नो डोलाउनु पऱ्यो नि मामा अर्ग्यानिक नानी हुनु पऱ्यो नि स्टाइल गर्ने खालको नानी हुनै होइन लड्छ होला पोल्छ होला काट्यो होला छेकी खानुपर्छ नि मामा अब यो चाहिँ हामीले लगभग कति आधी घन्टा भित्र राम्ररी खोजेको चाहिँ आधी घन्टा हो त्यतिभित्र पक्रेको अब हामी रेला गर्दै टिपेर कि
अलिकति खाओस् तर देखभाल अलिकति राखिदियोस् आज खाइन पनि यति चाहिँ छ बेसी चाहिँ यो हाम्रो एकैछिनको मेहनतले चाहिँ रङ लिएको छ छ यो चाहिँ हाम्रो यस्तो छ यस्तो चाहिँ हाम्रो मेहनतले चाहिँ रङ लगाएको अब यो चाहिँ कहीँ सुन्नु चिया अझै फिन्जा अझै बेसी देख्छ फाइनल प्रोडक्सन राखेको नानी म्याडम चिया बनाउँदैछु अब चाहिँ हामी घर आइपुग्न आँट्यौँ र यहाँ काँक्रा पनि जोडै जोड फलिरहेको छ G9 पनि राम्रो भइरहेको छ ल्योली ल्योली चालिबन यस्तो छ यस्तो मकै चाहिँ यसपालि रोप्नु चाहिँ दामी रोपेको हो तर सबै के बाँदरले हुँदै पनि छ तर बाँदरले अस्तिदेखि खान थालेको अब चाहिँ यो डल्लै बाँदरकै लागि रोपेको जस्तो भइरहेछ भुइँभरि कति टिपिङ टिपिङ सोतरहरू त्यो तलको त डल्लै खाइसकेको छ झन् यहाँको चाहिँ यति चाहिँ बाँचेको छ तर बाँदरले यो पनि राख्दैन अस्तिदेखि खान थालिहालेको छ यस्तो छ यस्तो छ यस्तो सबै खाएर यहाँतिरको बिबिचको हाँगाहरू सबै भाँचेर यहाँको खाएको छ यहाँतिरको यहाँ भित्रभित्र डल्लै खाएको छ Ini nggak usah. Finally, kami आइपुगेका छौँ हाम्रो गन्तव्य यस्तो छ